मेरो फ्ल्याटमा बस्ने फुच्चा-फुच्चीहरू चाहिँ आज मेरो रुममा चाहिँ गुरुदेव हेर्न आएको थियो, उहाँ कस्तो हुनुहुन्छ भनेर। बट दे इन्डेड अफ गेटिङ गिफ्ट फ्रम मी। हाई एभ्रिवान, वेलकम टु माई डे इन लाइफ मिनी भ्लग। आज गुरुजीको बर्थडे थियो, म बिहानै उठेको थिएँ, फ्रेस भएँ। त्यसपछि आज चाहिँ आन्टीले सानो फुच्चीलाई चाहिँ यो योगा सिकाइदिनु भन्नुभयो। अनि त्यसपछि म चाहिँ यहाँ उसलाई योगा सिकाइदिएको थिएँ, किनकि उसलाई चाहिँ अलिकति हेल्थ प्रब्लम छ, चाइल्डहुड ओबेसिटी, यस यु क्यान सी द्याट। अनि त्यही भएर उसलाई सिकाइदिरहेको थिएँ। अनि फुच्चा-फुच्चीहरू अरूलाई उनीहरूलाई पनि मेडिसिन सिकाइदिरहेको थिएँ। उनीहरू चाहिँ गुरुजी कस्तो हुनुहुन्छ भनेर उनीहरू चाहिँ मेरो रुममा हेर्न आयो। एन्ड दे गट दिस ब्युटिफुल गिफ्ट पेन्टेड बाई मी। अनि आज मेरो गुरुजीको बर्थडे हो, तिमीहरूलाई गिफ्ट भनेर मैले उनीहरूलाई दिएँ। त्यसपछि पूजा-सुजा गरेँ गुरुजीलाई, अनि खानासाना खाएँ, रेडी भएर म अफिस आइपुगेँ। अनि यहाँ अफिस आइपुगेँ, दिउँसोतिर चाहिँ यादव सरले हाम्रो जीवन सरको प्रेसर चेक गरिदिँदै हुनुहुन्थ्यो। अनि ब्रेक टाइममा हामी गयौँ यहाँ चटपटे खानलाई ग्रामीण चोक। अनि चटपटे खाएर फेरि म फर्किएँ, उहाँहरू चाहिँ ढिलो फर्किनुभयो। अनि हाम्रो चाहिँ आज फिल्डतिर पनि जानुपर्ने थियो, त्यही भएर हामी चाहिँ यता फिल्डतिर आएको थियौँ। अनि मैले कचौरी पनि खाएँ यो हटियामा। त्यसपछि फर्क्यौँ, अनि अफिस 5 बजे सकिएर 5 साढे 5 बजे अलिकति ढिलो नै म फर्किएँ मेरो रुम। त्यसपछि आज चाहिँ गुरुजीको बर्थडे थियो, यस्तो मिठो मिठो पकौडा बनाएर खाएँ, अनि फुच्चा-फुच्चीहरूलाई पनि दिएँ। त्यसपछि पूजा-सुजा गरेँ, एन्ड त्यसपछि म सुत्न गएँ। आज मेरो दिन यसरी नै बित्यो। ओके बाई।